भने रुने बाहेक अब के गर्नु मैले त्यो हैन के उ त्यो तपाईहरु मिलेर पैसा खाएर ए पिचोर बेचोर या हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल। आजको न्यू रियाक्सन भिडियोमा सबैजनालाई स्वागत छ अनि म र मेरो भाइको साथ लिएर आएको छौँ आज न्यू रियाक्सन भिडियो। आयो हजुर सबैजनालाई सन्चै होला अनि हामी पनि सन्चै छौँ अनि हाम्रो थम्बनेल हेरेर हजुरले थाहा पाइसक्नुभयो होला हामीले कुन भिडियोमा रियाक्सन गर्दैछौँ, आज के चलिरहेको छ नेपालमा हैन, त्यही भिडियोमा रियाक्सन गरिरहेको छौँ। अनि हजुरलाई के लाग्छ हाम्रो राजा आउँदा ठिक हुन्छ होला ठिक हुँदैन त्यो हजुरले कमेन्टमा प्रतिक्रिया दिने होला। जहाँसम्म लाग्छ हामीहरूलाई त राजा आउँदा ठिक लाग्दैन, किनभने पहिलाको जमाना गयो, अब नयाँ जमाना ल्याउनु पर्छ। धेरै ढिला नगरी अब भिडियोतर्फ लगाउँ है त गाइस, सबै एन्टरटेनमेन्ट गर्नुपर्छ है। यो मेरो भाइ समय भएको यो हाम्रो राजा ज्ञानेन्द्र त्यो समयमा ढुङ्गा पनि बोल् ज्ञानेन्द्र हेर्दै जाउँ। लेट अस वेट, ह्याभ सम पेशेन्स। अब समय आयो आयो समय, अब हाम्रो समय आयो भनेको त राजाले पो समय आयो भनेर इच्छा अच्छा अपने होइन जति लड्ने नेपालीको बानी हुन्छ, कहिले नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ। ए भाइ एकपल्ट के यस्तो के हो यो भाइ एकपल्ट सुरु देऊ न रे मे भेट्ला। राजाले पालो आयो भनेदेखि त के यस्तो, यो पालो छैन भनेको त नि। देश बचाउँछ मलाई चाहिँ थाहा भएन, तर देश चाहिँ हाम्रो राम्रो हुनु पर्यो। हिजोको दिन भन्दा आज राम्रो हुनु पर्यो। हामीबाट सुरु हुनु पर्यो, अरूबाट होइन। त्यस्तै हो होइन, दुर्गेश थापा हो देश बचाऊ मेरो लागि चाहिँ। दुर्गेश थापा दाइको बैजत के यस्तो, दुर्गेश दाइले देश बचाउँछ अब। जुत्ता पनि हो होइन यो हैन के उ त्यो तपाईहरु मिलेर पैसा खाएर के तपाईहरु मिलेर पैसा खाएर के कांग्रेसबाट यसैले खाएको यो चाहिँ लाजको भिडियो। सही हो, यस्तै बेला यसैले खाएको, यस्तै बेला खिलाउनु पर्छ कि यस्तै बेला भन्नुपर्छ। यसैले खाएको खत्तम गया मजा गया। बंगलादेश त के थियो र बंगलादेश खाने पाएको छैन, हाम्रो नेपालमा जति खान्छ खाओ न ल। तपाईहरु खान पाएको हो कि हैन? भोकला छ कि छैन? हामीले खायौं। के खानु हो तपाईहरुले? हामीले खाजा खायौं। ए फलफुल आएको हैन, फलफुल ल्याएर खुवाइदेऊ। मेरो पानी छ मेरो खराब। यो त लास्ट भयो र पत्रकारलाई नै खिलाइदिने। अझ पत्रकारले के भन्छ छ खाएर आइ भन्छ, बिचारा के भरोसा छैन। लास्ट मेरो खराब पानी छ मेरो खराब। तपाईले बुझ्नु भएको छ के भइरहेछ? एकदमै राजा ल्याउने प्रक्रिया भइरहेछ हैन। हामी चाहिँ आइरहेछौँ स्कुलबाट, सिधै घर नभई कलेजबाट स्कुल छोडेर आएको म चाहिँ हो र। छोरा एकदिन आम जनताको छोराछोरीले पढ्न पाए। के यस्तो राजा के भनिदिनु भयो यो यस्तो, सबै जनता नै रोडमा उद्रिसके यार। यस्तो त पढ्न छोडी यार भएन यस्तो त भएन। राजा यस्तो नबोलाम के, यो हुँदैन तिम्रो। गणतन्त्र ल्याएको होइन हो, एकदम स्कुल छोडेर राजा हो भन्ने होइन। तँ पनि टेस्टिङ चेजिन हाल्नु होला। एउटा मात्र पोइन्ट भन्दिनु। यहाँको नाम मेरो कमल गुरुङ। कहाँदेखि आउनुभएको? हो धादिङ जिल्ला। आन्दोलनकै लागि आउनु आन्दोलनको लागि आओ। म एउटा मात्र कुरा भन्छु सर है, मैले चाहिँ केपी र के कुरा सुनम है त गाइज, सुनम चाहिँदैन, गणतन्त्र फाल्न पाइँदैन। मेरो केपी ओली चाहिँदैन, गणतन्त्र फाल्न पाइँदैन। बुझिराखम है, बुझिराखम।
टिका लाउनु पर्ने थियो टिका लाउनु पर्ने थियो ताल परे मेरो केटी हेर्न पनि दिन्छ आज केटी हेर्न पनि समय 2 बजी थियो अहिले 3 बजी होला मेरो गयो बुझ्छु मेसेन्जरमै हेर्नु न लास्ट भन्दै मेसेन्जरमा हेर्नु न रे क्या खतरै हो हामी नेपालमा हेर त अब यो देशमा राजा चाहियो हजुर यो देशमा चाहिँ नि किन चाहियो म त राजाकै पालामा जन्मेको राजाले कति राम्रो गरे ए बुढो हो भाइरल भएको ए कस्तो रिएक्सन फुल त हेरेन टुक्क गरी हेरिन्छ है कस्तो हेरेमै त होइन पुलिसमा जारी खान पाएको थियो अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्ल्यो जागिर नै गयो तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के दादा भाइ होसै भएन अब के गर्नुहुन्छ अब के गर्ने रुने बाहेक अब के गर्नु मैले राजाको पाला जन्मेको मान्छेहरू हेर त राजाले गर्दा त्यसको 2 तला सिग्री नै गयो त्यही भएर सिग्री खोज्न जा सिग्री खोज्न जा पुरा त्यो बस्ने बेला नि पुरा भिडको टाका मुनि हेरे क्या अझ यस्तो यही बुढाले गर्दा हो कि मेरो त यो उस इन्डियाको अब बुढो खतारा तिम्रो सिक्सी हरायो खतारा दामी बाई बाई टाटा गया माया कसम भाग्दैन भगवान कसम भाग्दिन म यिनीहरूले मलाई चिनेकै रहन्छ हो र मान्छे भाग्ने ठाउँै मैले देखेको छैन म कहाँ भाग्छु म भाग्दिन त्यही भएर गौतम इन्फोको जुत्ता खाइस् तेरीमा खाने गौतम इन्फो बागलुङ गौतम इन्फो तैँले खानै पर्छ यो जुत्ता त खानै पर्छ तैँले खानै पर्छ सारा खानै पर्छ आयो तेरो सर खान्छ लाठी चार्ज खान्छ त्यहाँ असली ग्यासको बिचमा फस्यो यार म बाँचिँदैन जस्तो छ आज त लास्ट नेपालीले गर्छ क्या होइन राजा के भनिदियो यस्तो तिमीले पुरा जनताले त पुरा फल बाँड्दै हिँडिरहेको छन् त मेरो भाइ के भनिदिन्छस् जे भन्नु छ त्यही भन्ने छ के हो राजा के भनिदियो तिमीले यस्तो गर्नु सक्छु भनेर पाइट लगाएर आएको त्यसैले होइन आई एम स्टिल स्ट्रेन्ज लाइक अ जेन्ट्स भनेर पाइट लगाएको कहाँको इङ्ग्लिस हो यो दिदी खतरा इङ्ग्लिस त पुरा के हो यस्तो यो नेपाली इङ्ग्लिस हो के ओ ल ठिक छ नेपालीको इङ्ग्लिस हो यो जे गर्छ नेपालीले गर्छ हाम्रो पुलिस साथीहरू रिपोर्ट बनाउँदैछन् क्या हो त नगरौ है साथी तपाईहरुकै श्रीमती तपाईहरुकै छोराछोरी नाति नातिना जोगाउन लागेछ है दुर्गा प्रसाद राजा आइसक्यो यो त हामी ठाउँमा पुग्यौँ भने नि यो त धेरै नै भयो अलि गौतम इन्फोको जुत्ता सही खानै पर्छ बागलुङ अब आउनुहुन्न हजुर आउनु यो काठमाडौँमा कहिले पनि आन्दोलन हुँदैन के कुरा गर्नुहुन्छ र उनीहरूको महिनाको 1 लाख तलब हुन्छ यिनीहरूले लुटेको पैसा छ नि त्यो ल्याएर सबै ल्याएर यिनीहरूलाई तलबमा बाँड्ने हो यिनीहरूको व्यक्ति विकास गर्ने हो होइन होला के हो यो दुर्गा प्रसाद तिमीले त्यसै जुत्ता खाँदैनौ के अनि तिमीलाई जुत्ताले हान्दैनन् के तिम्रो बानीलाई हान्छन् के तिम्रो बानीलाई अलि लोकतन्त्र भनेको लुटतन्त्र मचाइरहेछ अब पहिला राजाको पालामा श्री पशुपति नारायणले लेखेर नेपाली जनताको रक्षा गरोस् भनेर समाचार सुन्न पाइन्थ्यो अहिले त बिहान उठ्दा के सुन्न पाइन्छ 91,000 टाउकामा ऋण पुग्यो भन्छ कडा नेपाली जनताले बोलेको हाँस्ने लायक नै छ क्या गाइज हाँस्ने लायक नै छ यो सही हो ती त सत्य कुरा हो
हेर म त गाइस कन्टिन्यू भन्न मेरो भाइ कन्टिन्यू या ओए नेपाली सुपरम्यान गाइस एकैछिन यो हेर म यो फ्रिज यो हेर म फ्रिज काण्ड यहाँ के बानेश्वर भन्ने लुट भन्थे हेर म गाइस के फाली चारो त्यस्तो हैन के गुरु यस्तो तपाईँ त पुरा कहाँ लुङ्गी साध्दै क्रिकेट खेलिरा यसो गर्ने ठाउँमा यस्तो लो गुरु पुगेन गुरु भजन सपर लुङ्गी सुङ्गी भएन जुत्ता लारा ओहो त्यो भन्न जाऊ बुढा साउँचा केपी नोटिस नै जारी गर्यो कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ ठुला जुलुस निस्किँदैछन् यसको भाषणले चाहिँ जे गर्छ भाषणले गर्छ के गाइस है कस्तो छ हेर्ने बुढो बाहिर ननिस्किनु त्यो ग्लोबल्ली एउटा चाहिँ नै अनावश्यक प्रचारको कुरा मात्रै हो वास्तवमा त्यस्तो केही पनि होइन 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् कुनै क्षेत्रमा नेपाली सेना खटिएका छन् भने कर्फ्यू राति 10 बजे सकिनेछ अहिले पनि जडीबुटी सिनामंगल एरियामा आगलागीको खबर छ कहाँबाट ल्याएर यस्तो जोडेर गराउँछ सरी के बा सरी फेरि रतन कार्कीलाई चाहिँ ल्याउनु ल्याएर मलाई इन्टरपोल देखियो कि ल कन्टिन्यू अन्तिममा केही भन्दिनँ त तपाईँबाट इन्डिङ गर्दा कस्तो राम्रो हुन्छ होला अब यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला हल्लियो बुढा हल्लियो हेर लास छ त त्यसैले अब अझ पनि गणतन्त्रकै पछाडि त्यसलाई सपोर्ट गर्ने कोही हुनुहुन्छ भने एउटा भित्री मनले आफ्नो आत्माको आँखा खोल्नुहोस् जनताले तपाईलाई जवाफ दिन्छन् केपी भाइ के जवाफ दिनु रहेछ हेरौँ त गाइज मेरो भाइ हेरौँ त्यहाँ हेरौँ कन्टिन्यू देश छोड केपी चोर देश छोड केपी चोर देश छोड केपी चोर देश छोड त देश छोड जा बुढो अमेरिका गएर बस के चाहिँ छ है ओहो गाइज हेरौँ है यो चाहिँ एकदम भाइरल भएको पुलिस दाइले हेर्नै पर्छ त्यहाँ हेर्नै पर्छ हेर्नु है दाइ त्यहाँ सिङ्गल दाइ तुमसे ना हो पाएगा अन्तिममा अब मार्ने कानुन देशमा छैन यी नेता बुढाहरू पनि नाताले तपाईको प्रचण्ड ओली देउबा सबै नाता के लाग्यो भने तपाईँ हाम्रो आफ्नै मान्छे पर्दा रहेछन् यिनीहरूलाई राष्ट्रिय प्राणी उद्यान भन्ने भक्तपुरमा 255 हेक्टर भन्दा माथिमा 8.5 अर्ब नेपाली जनताको लगानीमा बन्दैछ सही कन्टिन्यू खोलाखेलको चिडियाखाना त्यहाँ सरेर जाने हो ओली देउबा प्रचण्ड लगायतका यी सबै राष्ट्रघातीहरूलाई कोठा बनाएर राखौँ नेपाली जनतालाई शनिबार 5 रुपियाँ टिकट राखिदिउँ विदेशीहरू आयो भने अमेरिकन इन्डियनहरू आयो भने देउबाहरूलाई 30-35 हजारको दरले तोकौँ 5 रुपियाँ नेपालीलाई राखौँ र राज्यमा आमदानी बनाऊ अनि त्यो उठेको पैसाले देशको सिमानामा 50 फुटको वाल लगाऊ सबै देशमा पासपोर्ट सिस्टम लागू गरिदिउँ यो चाहिँ सही एकदम त्यसो भन्यो भने चाहिँ देश चाहिँ उँगो धेरै लाउँछ है यो चाहिँ सही यो बुढोले चाहिँ लास्ट कुन बुढो थाहा भएन तर सही भनिस् गजब बेइज्जती आज पनि लास्ट
लास्ट रमाइलो भयो केपी बालाई देखेर केपी बा के राजा चाहिँ के बोलेको यस्तो भन्न नि भएन होइन जुन राजाले चाहे त्यो बोले तर राजा अब राजाको चलन गइसक्यो राजालाई फेरि ल्याउन नखोजाम जुन चिज छ त्यही चिजमा एडजस्ट गरेर त्यो चिजलाई चाहिँ सुधार्ने कोसिस गरौँ होइन अब गएको चिजलाई ल्याएर गणतन्त्रलाई हटाइसकेपछि नो गणतन्त्र त्यस्तो के हो त्यस्तो भएन कि सो गाइज आज जति पनि हेर्नुभयो हाम्रो नेपालको बारेमा के भन्ने है अब यस्तै छ हाम्रो देशको पारा अब देश छोडेर विदेश हिँड्न परिरहेको छ होइन नेपाली युवाहरू यस्तो नहोस् आएका दिनमा होइन सकभर राम्रो गर अब त्यो राजालाई ल्याएर के काम हुनेवाला के छ केही छैन अब भएको चिजलाई चाहिँ सुधारेर चाहिँ राम्रो गर यो चाहिँ हाम्रो ओपिनियन हाम्रो एज हाम्रो हजुरको ओपिनियन पनि तल कमेन्ट लिस्टमा छोड्नुहोस् अनि यो भिडियो सक्दोभन्दा सक्दो सेयर गर्नुहोस् अनि सबैलाई एन्टरटेनमेन्ट गराउनुहोस् एन्टरटेनमेन्ट हुनुपर्छ अब हामी राजा त ल्याउँदैनौँ एन्टरटेनमेन्ट त गर्नु पर्यो होइन गाइज सो धेरै ढिला नगरी अब हामी पनि आजको भिडियोलाई एन्डिङ गर्नेछौँ अनि मेरो त्यो टक्क देख्नुहुन्छ त्यहाँ सब्सक्राइबको बटन अनि साइडमा टक्क घन्टीमा छुनु होला अनि म र मेरो भाइको साथ आजको भिडियो यहीँ सक्नेछौँ सो मेरो भाइ के भन्न चाहन्छु भनिसक्यौँ खतम बाई बाई के पिचोर देश छोड या